नमस्कार साथीहरू। म समीर मुखिया। म युरोपमा नै छु र यतिखेर चाहिँ मेरो साथमा चाहिँ पहिला योभन्दा पहिला चाहिँ एउटा गल्फ कन्ट्रीमा हुनुभएको र अहिले चाहिँ युरोपमा कामकै सिलसिलामा चाहिँ अहिले युरोपमा आउनुभएको मेरो आदरणीय दाइ अनुज चन्द हुनुहुन्छ र मैले उहाँलाई यो हाम्रो इन्टरभ्यूमा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई। नमस्कार। पहिले चाहिँ हजुरको परिचयबाट नै सुरु गरौँ। मेरो नाम चाहिँ अनुज चन्द ठकुरी। हजुर। मेरो घर चाहिँ बर्दिया, हजुर। गुलरिया। हजुर। हाल चाहिँ म अहिले युरोपमा छु। हजुर, युरोपमा हुनुहुन्छ भनेपछि मैले चाहिँ हजुरलाई सुरुमा के सोध्न चाहेँ भन्दाखेरि हजुर युरोप आउनुभएको चाहिँ कति समय भयो? अहिले म युरोप छिरेको चाहिँ लगभग 1 वर्ष पुरा भयो। हजुर। योभन्दा अगाडि चाहिँ म नेपालमै थिएँ त्यही समय। हजुर। र त्योभन्दा अगाडि चाहिँ म गल्फ कन्ट्रीमा थिएँ। हजुर। गल्फ कन्ट्रीमा लगभग म 4.5 वर्ष जति बसेँ। हजुर। त्यसपछि नेपालमै आएर आफ्नै व्यवसाय गरिरहेको थिएँ। हजुर। र त्यसले केही कारणले गर्दाखेरि म अहिले युरोप छिरेँ। हजुर। र युरोप छिरेको पनि अहिले लगभग हजुरको 1 वर्ष पुरै भयो। हजुर। अहिले हजुरले चाहिँ युरोप र गल्फमा चाहिँ के फरक पाउनुभयो? यहाँको जस्तो मान्छेहरू, त्यसै गरी यहाँको मान्छेको व्यवहारदेखि लिएर हरेक कुराहरू त डिफ्रेन्ट नै हुन्छ होला होइन? हजुर। त्योमा चाहिँ के फरक पाउनुभयो हजुरले युरोप र अहिले चाहिँ गल्फमा चाहिँ? युरोप र गल्फको कुरा गर्ने हो भने धेरै आकाश अन्तरको फरक छ। हजुर। होइन, यसमा चाहिँ के भन्न सकिन्छ भनेपछि गल्फमा तपाईँको जिन्दगी अलिकति त्यहाँको जीवनशैली भनौँ, त्यहाँको लाइफस्टाइलहरू, त्यहाँ बस्ने खाने चिजहरूमा अलिकति नेपालीहरूलाई चाहिँ अलिक कठिनाइ नै छ सर। होइन, किनभने पहिलो कुरा त भाषा अब गल्फमा गए पनि युरोपमा गए पनि कसैको पनि मिल्दैन होइन। तर गल्फको जीवन चाहिँ अलिक कठिनाइ छ। अब त्यहाँका कम्पनीहरू, त्यहाँ गएर नेपालीहरूले गर्ने कामहरू चाहिँ अलिक गाह्रो नै छ। र त्यहाँको नेपालीहरूले भोग्ने समस्या भनेको सबभन्दा ठुलो समस्या भनेको चाहिँ तलबमै हो कि। हामी नेपालीहरू श्रम चाहिँ बढी गर्छौँ र श्रम अनुसारको पैसा हामीले जुनसुकै देशमा, यो गल्फको जुनसुकै देशमा गए पनि हामीले राम्रोसँग पाइरहेका छैनौँ। भनेपछि देउस हजुर गल्फबाट युरोपमा आउँदै गर्दाखेरि हजुरको स्यालेरी बसाइको हिसाबले चाहिँ सन्तुष्ट हुनुहुन्छ? एकदमै सन्तुष्टि छु म। गल्फमा भन्दा त युरोपमा धेरै सन्तुष्टि छ। फ्रिडम भन्ने कुरा, मान्छेलाई स्वतन्त्रता भन्ने कुरा हुनुपर्छ सर होइन। संसारमा जुनसुकै कुनामा गएर बसे पनि मान्छेलाई फ्रिडम भन्ने हुनुपर्छ जस्तो मलाई लाग्छ कि। त्यसरी हाम्रो नेपाली साथीभाइहरू चाहिँ कस्तो पनि हुन्छ भन्दाखेरि कतिपय हाम्रो नेपाली साथीहरूलाई चाहिँ फ्रिडमले कतिपय बिग्रेको अथवा घर बाहिरै बिग्रेको अवस्था पनि छ। त्यो त छैन नि? त्यस्तो फ्रिडम भन्न खोजेको होइन मैले होइन। अब गल्फमा तपाईँको घुम्न कतै जानुभयो भने पनि डराएर जानुपर्ने हुन्छ होइन। कसैसँग बोल्न पनि गाह्रो जस्तो हुन्छ होइन। त्यहाँको कल्चर, त्यहाँको सोसाइटी नै त्यस्तै खालको हुन्छ होइन। अब युरोप भनेको त तपाईँको एकदमै ओपन कन्ट्री हो होइन। तपाईँ एउटा बनियन लगाएर होस्, चाहे हाफ प्यान्ट लगाएर होस्, तपाईँ मजाले निस्किन सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ होइन। कसैले तपाईँलाई रोक्दैन होइन। कसैले तपाईँलाई सोद्धा पनि सोध्दैन होइन। तपाईँ आफ्नो तरिकाले जिइराख्नु भएको हुन्छ अनि त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब गल्फ र यो युरोपमा चाहिँ धेरै आकाश अन्तरको फरक छ जस्तो लाग्छ मलाई चाहिँ। हजुरलाई चाहिँ हामीले धेरै कुरा पनि गरिहाल्यौँ होइन। मैले एउटा अन्तिममा चाहिँ एउटा छोटो कुरा के सोध्न चाहेँ भन्दाखेरि अहिले धेरै नेपालीहरू गल्फबाट चाहिँ युरोपतिर सर्ने प्रक्रिया जारी छ। कतिपय नेपालीहरू चाहिँ आउने प्रक्रियामा पनि हुनुहुन्छ। उहाँहरूलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ? आउनलाई रिकमेन्ड गर्नुहुन्छ कि अथवा नआउँदा हुन्छ त्यतै नै ठिक छ भन्ने? होइन, मेरो हिसाबले मैले जुन हिसाबले भोगेँ सर, त्यो हिसाबले चाहिँ म जति पनि नेपालीहरू छन् गल्फमा सन्तुष्टि हुनुहुन्न भने तपाईँहरूको अर्को चोइस भनेको युरोप हो। युरोप तपाईँहरू मजाले ढुक्कसँग आउनुहोस्, तर आउँदाखेरि चाहिँ कन्फर्म भएर आउनुहोस् होइन। तपाईँ सही मान्छेले तपाईँलाई पठाउँदैछ अथवा सही एजेन्सीबाट तपाईँ आउँदै हुनुहुन्छ, सही ठाउँमा तपाईँले आफ्नो पैसा लगाइराख्नु भएको छ, तपाईँ जाने कम्पनीको बारेमा राम्रोसँग जानकारी लिनुहोस् होइन। कोही साथीभाइ युरोपमा छ भने उनीहरूसँग पनि सोध्नुहोस् अनि मात्र तपाईँ पाइला चाड्नुहोस्। नत्र भने तपाईँले युरोपमा पनि तपाईँलाई 100% तपाईँ होइन यहाँ आइसकेपछि 100% तपाईँलाई काम राम्रो पाइएला, राम्रो स्यालेरी होला भन्न चाहिँ यो पनि ढुक्क भएर आउनुहोस्, त्यो पनि सोचेर आउनुहोस् सबै चिज, अनि मात्र तपाईँलाई युरोप आएको होइन त्यसको अस्तित्व रहन्छ। युरोपमा भनेपछि कतिपय सबै नेपालीहरू चाहिँ राम्रो नै हुन्छ भन्ने पनि छैन, किन भन्दाखेरि कतिपय ठगिरहेको अवस्था पनि छ। त्यसले गर्दाखेरि मैले पनि हजुरहरूलाई त्यही भन्न चाहेँ, तपाईँहरू यदि गल्फबाट अहिले युरोपमा सर्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ एकचोटि आफ्नो एजेन्सी, त्यसै गरी आफ्नो स्यालेरी, आफ्नो कम्पनीको बारेमा बुझेर आउनुहोस् भन्न चाहन्छु। हुन्छ अनुजी, हजुर चाहिँ यो छोटो समय दिएर, छोटो तर एकदमै महत्त्वपूर्ण समय दिएर हामीलाई एउटा कन्टेन्ट क्रिएसन गर्नको लागि सहयोग गर्नुभयो।